सबैजनामा नमस्कार। आज चाहिँ एउटा सानो उपाय यस्तो गर्दाखेरि चाहिँ कस्तो होला भनेर चाहिँ हजुरहरूबाट पनि सल्लाह लिन चाहन्छु। मेरो योजना चाहिँ यस्तो छ, सुनिदिनु होला है। मेरो चाहिँ योजना जस्तै देशमा हरेक व्यक्तिहरूसँग, हरेक जनतासँग इनफ पैसा छ अनि हामी जहिले अब आइपिओ भर्नुको लागि त छाड गरिरहेको हुन्छौँ नि त। कतिलाई पर्छ, कतिलाई पर्दैन। र परेकोलाई त खुसी लाग्छ, नपरेकोलाई अब उहाँलाई केही नि परेन भनेर दुखी लाग्छ। फेरि अर्को आइपिओ भर्नुहुन्छ। नेपालमा विकासका कामहरू जसले नेपाललाई धनी बनाउन सक्छ हैन, त्यस्तो आयोजनाहरू यत्तिकै अल्पत्र रूपमा, पैसाको अभावमा, बजेटको अभावमा यत्तिकै अल्पत्र रूपमा परिरहेको छ। म चाहिँ के भन्न चाहन्छु भने, जस्तै सरकारले सबै आयोजनाहरूलाई एउटा आइपिओको रूपमा परिणत गरेर, जस्तै जनताहरूलाई आइपिओ भर्न दिएर हैन, हरेक घर व्यक्तिहरूले, एउटै घरको सबै परिवारको व्यक्तिहरूले आइपिओ भरेर सबै परियोजनाहरूमा, कि एउटामा मात्रै होइन कि सबै परियोजनाहरूमा आइपिओ भर्ने एउटा चान्स दिने, अनि अनिवार्य पर्नै पर्यो कि फेरि सबैलाई यति किता भनेर। जति किता धेरै किन्न सक्यो झन् त्यति नै राम्रो भयो होइन। अब त्यो झन् त्यस्तो अवसर दियो भने त झन् जनताहरूलाई त्यति नै फाइदा हुन्छ होइन। जस्तै हजुरको जलविद्युतको क्षेत्रमा, अनि त्यस पछाडि यो रिसोर्सेस उत्खननहरू, सुन, चाँदी, हिरा, मोती, पेट्रोल सेट्रोल के छन् आयोजनाहरू, अनि त्यसै गरेर नर्मल्ली प्राइभेट कम्पनीहरूले केबल कार योजनाहरूको लागि खोले जस्तै सरकारले पनि विभिन्न ठाउँहरूमा केबल कारहरूको आयोजनाहरू खोलेर आइपिओ भर्ने सिस्टम निकाल्यो भने चाहिँ त्यसले जनतालाई पनि फाइदा हुन्थ्यो र सँगसँगै सरकारलाई पनि काम गर्न सहज हुन्थ्यो। पहिलेको सरकारले पो ल पैसा खाइदेला कि भन्ने डर हुन्थ्यो। अब त्यस्तो गर्दाखेरि सब लुट्देलान् कि नेताहरूले भन्ने डर थियो। अब अहिलेको सरकार त त्यस्तो छैन नि त। सबको विश्वास जितेर बनेको सरकार हो नि त यो होइन। सबैलाई विश्वास छ नि त, काम पनि गरिरहेको छ। यसलाई चाहिँ सरकारले पनि त्यस्तै खालको नियम ल्याइदियोस् र जनताहरूले पनि त्यही हिसाबले सरकारलाई साथ दिए भने जनता पनि धनी हुन्छ र सरकारले पनि बेलैमा आफ्नो सम्पन्न नभएको परियोजनाहरू पुरा हुन्छ र देश पनि विकास भयो। त्यसरी जनतालाई पनि फाइदा भयो, सँगसँगै सरकारको पनि एउटा राम्रो काम देखिने हुन्छ जस्तो मलाई लाग्छ। यसमा चाहिँ के छ हजुरहरूको धारणा बताइदिनु होला। हस्, धन्यवाद।